भारतीय जनता पार्टी भनिदिनु भयो। अब त्यो भएपछि त कांग्रेसलाई भारतीय कांग्रेस भनिदिने, कम्युनिस्टलाई बरु चाइनाको कम्युनिस्ट भनिदिने तपाईको, त्यो भन्न मिल्दैन। वास्तविकता हेर्नुहोस् है, सिद्धान्त विचारधार एउटै भएका हुन्छन्। पार्टीको स्वरूपको कुराहरू तपाईले मलाई यो प्रश्न गर्नुभन्दा अगाडि रासपालाई तपाई अमेरिकाको पार्टी भनेर गर्नु पर्थ्यो। यो कुरा जायज हो। नेपाल जनता पार्टी भनेको हाम्रो कुलदेउता बचाऊ, हाम्रो धर्म बचाऊ, हाम्रो संस्कृति बचाऊ, हाम्रो परम्परा बचाऊ, हाम्रो राष्ट्र बचाऊ भन्ने पार्टी हो। अहिले देशमा जुन किसिमको खतरा देखिरहेको छ, यो खतरालाई चाहिँ विदेशी, चाहे अमेरिका हो चाहे जतिसुकै ठुलो देशले गरेको परमाणु हमलालाई पनि एयर डिफेन्स ल्याएर कमलको फूल बनाएर आकाशबाट जुम्लाको जमिनमा झार्न सक्ने क्षमता भएको व्यक्ति भनेको रनिल विक्रम साई, नेपाल जनता पार्टी र कमलको फूल मात्रै हो। हस्, धन्यवाद। धन्यवाद तपाईलाई, धन्यवाद।